Hello everyone, so get ready with me for Diwali night. So मैले चाहिँ मेरो स्किनहरु प्रिपरेसन गरिसकेको थिएँ हैन। अनि त्यसपछि चाहिँ यसमा मैले चाहिँ कलर करेक्टर लाएको छु। सो यसलाई चाहिँ ब्लेन्ड गरौँ। म खानाहरु बनाउन थाले यार गाइज, त्यही भएर मलाई चाहिँ अलिकति ढिलो भयो। बेलुका भइसकेको छ यता। सो दिस इज डन। अब म यसमा लाउँछु कन्सिलर। म फाउन्डेसनहरु लाउँदिन हैन। पूजा सुजा पनि गर्नुपर्छ। मलाई किन जहिले ढिला हुन्छ यार। लिटरली है, म आज चाहिँ मेरो मम्मीलाई यति मिस गरिरहेको छु नि, मलाई कस्तो मतलब फिल भइरहेछ भने हामी चाहिँ अब घरमा आउँदाखेरि सबै थोक गर्नुहुन्थ्यो नि त मम्मीहरुले। हामी चाहिँ हल्का यताउता दियो सियो पाल्दियो, रङ्गोली बनायो, त्यसपछि रेडी सेडी भएर पुरै अब पटाका सटाका फुटाउन थाल्यो। अब त्यसपछि फोटो भिडियोहरु सबै बनाउन थाल्यो, घुम्न थाल्यो, यताउता जान थाल्यो हुन्थ्यो नि त। अब हामीलाई थाहा हुँदैन त कति धेरै काम हुन्छ। अब यहाँ एक्लै बाहिर बस्न थालेपछि चाहिँ थाहा हुँदो रहेछ क्या। अब खाना पनि आफैले बनाउनु पर्छ, सबै पूजाको आफैले रेडी गर्नुपर्छ, सब थोक गर्नुपर्छ। काम गर्दा गर्दा त टाइम त कति छिटो जाँदो रहेछ, कति छिटो जान्छ थाहा नै हुँदैन क्या। सब आफैले गर्नुपर्छ, त्यो एउटा अर्कै त्यो जिम्मेवारी के। अनि त्यसपछि त आफूलाई त रेडी हुने यताउति गर्ने त टाइमै नभ्याउने क्या। मलाई त यति याद आइरहेको थियो आज लिटरली मम्मीहरु हुँदाखेरि चाहिँ हामीलाई कति आनन्द हुन्थ्यो नि। अहिले चाहिँ हामी आफैले गर्नुपर्दा त मैले चाहिँ साडी लाउने सोचेको थिएँ क्या आज चाहिँ। तर मसँग नेपालबाट आउँदाखेरि मैले एउटा मात्रै मेरो क्यान्सर ब्लाउज लिएर आएको थिएँ, जुन कि म एकदम मोटाइसकेको छु। म चाहिँ पहिला नै त्यो मैले चाहिँ ब्लाउज सिलाएको थिएँ क्या, म एकदम लुती हुँदाखेरि। अनि मलाई ब्लाउजै फिट भएन क्या। एक त मलाई साडी लाउन नि आउँदैन खासमा भन्नु पर्दाखेरि। सो अनि अलिकति मोटाइसकेको छु। अनि मलाई खासै पेट सेट यस्तो लागेको छ। अनि मलाई राम्रो नि लाग्दैन। त्यही भएर म चाहिँ कुर्ता नै लाउँछु। मैले पोहोर भन्दा नि परार साल चाहिँ किनेको थिएँ छठमा लाउनलाई। त्यो कुर्ता लिएर आएको छु मैले, त्यही लाउँछु। हल्का कुर्ता मेरो ब्ल्याक कलरको छ, त्यही भएर हल्का म यहाँ ब्ल्याक लगाएर यहाँ माथिबाट ग्लिटर लगाइदिन्छु हैन। त्यति भएपछि त पुगिहाल्यो। त्यो स्मोकी जस्तो इफेक्ट देखिन्छ। दिवालीमा अलिकति फेस्टिभल अफ लाइट्स, त्यसमा हल्का अनुहारमा पनि लाइट लाउनु परिहाल्यो नि हैन। त्यही भएर मैले चाहिँ ग्लिटर मजाले लगाएँ। अब ब्लस लगाऊँ। So I have done with my blush. अब हाइलाइटर इज माई फेभरेट पार्ट। हतारमा गाइज, हतारमा जहिले यस्तै हुन्छ। मैले चाहिँ लुज पाउडर लगाएको छु हैन, हल्का त मेकअप सेट गर्नलाई। म माथिको चाहिँ गाजल लाउँदिन भनेर सोचेको थिएँ, त्यही भएर तल लाउने गाजल मैले लगाएँ हैन। अनि मस्कारा त लाउनु परिहाल्यो। मस्कारा इज माई फेभरेट गाइज। मेकअपको सबभन्दा फेभरेट पार्ट मेरो मस्कारा नै हो। सो फाइनली गाइज आई एम रेडी एन्ड दिस इज माई फाइनल लुक हैन। सबै थोक लगाएर, लुगासुगा लगाएर, ज्वेलरीहरू सबै लगाएर, मेकअप लगाएर, दिस इज माई फाइनल लुक फर दीपावली।